मेरो चाहिँ नभिज अरूहरुको खिचिदे ए ओ भाइ मेरो खट्रा सो गाइज हामी चाहिँ अब हामी घाम हेर्न गएको तर हामी जाँदा जाँदै घाम निस्किसकेको छ गाइज हैन बाइकको ब्लगमा तपाईहरुलाई स्वागत छ। आज पनि नयाँ ब्लग ल्याएर आइसकेको छु अनि आज चाहिँ हामी घाम हेर्न कहाँ आएको छौँ थाहा छैन नाबोल तर अँध्यारोमा के देखाएको छैन त्यही भएर मैले ब्लग गरेको छुइनँ है। यहीँनिर हो है के भन्छ यो हो चेकिङ गर्ने ए रोक्ने ठाउँ हामी चाहिँ अब घाम झुल्क्या हेर्नु आएको रे कहिले नदेखेको हो फेरि हामीले चाहिँ अलिकति नजिक आएपछि डान्स हान्यो नि एउटा हान्ने त भयो गाइज। अब हामी एकैचोटि माथि डाँडामा पुगेपछि मात्र भिडियो बनाउने छु किनभने अँध्यारो चाहिँ त्यही भएर अनुहार पनि देखिँदैन के ठाउँहरू पनि देखिँदैन यार यो भयो यतापट्टि होइन सु दिस इज अ कमेडी ए दिस इज अ टेक्नोलोजी सो गाइज अब चाहिँ हामी उकालो लाग्दैछौँ है। अहिले चाहिँ अलिक उज्यालो भएको छ किनभने घाम निस्किँदैछ थाहा छँदै छ होला तपाईँहरूलाई अरे टोप्रे लाएर छ आज जाडो भएछ रे अनि हामी चाहिँ गइरहेछ अरे जति म माया जुत्तालाई गर्छु त्यही तिमीलाई हो कस्तो रिमरिममा त दामी आउँदो रहेछ त भिडियो त सो हामी चाहिँ अब होइन एकैचोटि माथि पुगेर देखाउनु भनेको तर यहीँ भिडियो अन गरिहाल्यो गाइज त्यही भएर हामी मुला क्यामेरा फर्काएको बेला चाहिँ यस्तो हरकत गर्छन् के घन्टे नै बिक्री गर्ने। सो गाइज हामी चाहिँ अब चुली मुनि आइसकेका छौँ अहिले चाहिँ एकदम उज्यालो भइसकेको छ है तर घाम चाहिँ निस्केको छैन। हेलो भाग्यो कुकुर त ए ग्राउन्डमा आइसक्यो हामी चाहिँ अनि मन्दिरमा चाहिँ एकदम भजन कि भजन चलिरहेको छ भजन यहाँदेखि ऊ सबै भिडियो बनाउँदै जानुपर्छ। यहाँ आउँदै चाहिँ अब यस्तै अब हुन्छ नि मन्दिरमा चाहिँ अब यस्तै रहेछ क्या आउनु त अस्ति नि अब राम्रो भिडियोमा चाहिँ देखाइदिउँ न देखाइदिन्छ हो एउटाले फेरि घामै नआउँदा भएर घामै ननिस्किने अरे के त्यही त भएर चौतारा आइसकेको छ गाई ए चर्बी पनि छ यतिको सुविधा चाहियो है गाइस। बाहिरदेखि हेर्दा त सेक्सी छ तर गन्ध चाहिँ यहाँ माथिसम्म आइदिइरहेको छ मान्छे आराम चौध भइसकेको छ गाइस। ल सब कुदा कुदा
आज आउँदाको खत्रै भ्यू आइदिरहेको छ आउनु छ त्यही त अब के भन्नु अब घाम पनि हामीदेखि लजै गएछ नि पहिला थाहा थियो केटा यो एउटा नेपालको झन्डा हो यही हो हाम्रो नेपालको यो च्यातेको थियो क्या यो चाहिँ हम निस्किने छौँ यहाँनिर हो गाइस हाम्रो यहाँनिर दर्शक तरिकाले सम्झना गरिसक्नु भएछ सुजनले गर्दा कन्टेन्ट चाहिँ राम्रो बनिदिन्छ यसरी बसेर हुँदैन केटा हो तर यो चाहिँ बवाल लाग्यो यार क्या बवाल चीज है बे यहाँ देखो उधर का ओए तेरे बर्कीला ए बर्केले पन्ना गाउँ छैन यो हेर्न आका साथी हो यार यत्रो टाढादेखि यही घामले नाको गाइज तपाईँ हेर्न सक्नुहुन्छ हौ जर्सी लाउने साथी भनेर तेरो भिडियो गर्छु पक माछेल गोपाले त खण्ड जय जादा अलिक ओइ माछिने ले भाइ दिपक के हसुट चाहिँ अन गर्न तन्डो भिडियो सुरु भइरहेको ल हौ क्रिकेट बल जस्तो रातो छ त ओइ फेरि भएछ कल आउनु पर्यो गोपालेको खण्ड यसको भिडियो चाहिँ राम्रो हुन्न तिमी के कसम चाहिँ भमरा आउनु थाल्यो केटा खोइ भमरा मेरो अन्डा कस्तो रहेछ पछाडि पो हेर्नुपर्छ तर अन्डा कहाँ थियो अब हेरे भमरा आउँछ जति एकचोटि घन्टी बजा ठ्याङ ठ्याङ के भमरा आउँछ नि होइन शङ्ख पुग्दा त आउँथ्यो कस्तो भने गोपालेको खण्ड उपर हेरेको ओ कत्रो घाम निस्किसक्यो अब त गाइज छिटो रन्डो म त खिच्दिनँ केटा हो किनभने मेरो क्यामेरा क्वालिटी राम्रो छैन मेरोले भेटेको त्यो बिचमा चाहिँ के हो केटा फोटो खिचिसक्यो ऊ कत्रो टल्को अहिले त अलिकति चखिलायो गाइज है के कस्तो आउँछ कसरी आउँछ हेर्नु अब हामीले ऊ तल चाहिँ हेर न केटा आइफोन भएको म्याचिङ कस्तो मैले यहाँ एस्थेटिक भिडियो बनाएर मैले भाइरल हुन्थ्यो चाहिँ कति राम्रो हो अघि यत्रो देखिरहेको थियो अलिकति ठुलो आगो जस्तो भइसक्यो हामीले कहिले घाम देखाएको थियौँ न है यस्तो क्या केटा भिडियो कस्तो हुन्छ नि यहाँ देशको छ चिन्ता दिस इज हाम्रो हेलमेट गाइज रनमाथिको मुजी अफै हुँदैन त म्याच मेरो भिडियोमा त 2x मात्रै दिँदो रहेछ गरेको सिटा कुन हो क्यामेरा भन्दा राम्रो फोटो कस्तो लागिरहेछ तपाईँलाई तपाईँलाई त साह्रै राम्रो जनता जान्न चाहन्छ अब साह्रै राम्रो लाग्यो कि साला तर सुन कस्तो लागिरहेछ दुःख या दुःख लागिरहेछ म हाँसिरहेको पाइनँ मैले एउटा छ्याङ लिएर आऊ केटा तल गएर एकजना घाम निकै निस्किसकेको छ घाम चाहिँ डोलो हुँदो रहेछ आज थाहामा हो होइन यो घाम त डोलो हुँदो रहेछ केटा जुन फोटो तपाईँले खिचेर राम्रो छैन भनेर डिलिट गर्नुहुन्छ त्यही हो तपाईँको वास्तविक अनुहार फाइनली गाइज हामीले चाहिँ घामको दर्शन गरिसकेको छौँ घामको दर्शन गर्न सकेको सफल भएको छ घाम चाहिँ अब यति निस्किसक्यो अब चाहिँ अब यताउता डुल्ने है दिस इज पहिलो घन्टी ठोक्छ अब सुजन सोल्टीले टङ गर गाइज यो अन्त बजाउने यो पनि बज्छ ओ खो सेक्सी बज्यो गाइज बजाउ म भिडियो जाऊ बजाऊ ब्याट्री लो अब खाइस
पड्केर रन्किन दे चाहिँ हुँदैन यस गोपाल त यहाँनिर सुतिरह्यो जाउँ माथि तर कस्तो इफेक्ट नै नलागेको गाइस हामी पनि अब बन्द गर अब मलाई धेरै मजा भनेको हाम्रो पाडा एउटा पोज चाहिँ पाडा खोइ त पोज फेरि तिमीलाई नै हो नफेला त्यो बिचराको सास पो हो त फेरि अस्ति जाउँ भन्ने यहाँदेखि फोन खस्नु अरे यहाँ आउँदो तिनीहरू पनि घर छ कि घाँस काट्नु जान्छ हौ यतातिर ओखो ओयो त्यहाँ बस्न इतना पनौती लोग है ना गाइस मासला लाइभ बस्दा हुन्छ गाइस 0.5 हान्दिन्छु ओ माइनस हान्छ कि हान्छ त नि ओरे बहिन्छु ओइ मासला बस्न न के हो यो ओइ लु मैले पत्याइन सो हाम्रो चाहिँ यहाँनिर अलिकति धेरै नै फोटो खिचिसकेको छ है घाम भने हाम्रो निधारको टाउकोमा आइसक्यो टाउको निधारमा आइसक्यो तर भने यहाँले उताको सब भ्यू देखाइदिनुपर्छ गाइस सुवर्णा यता हेर ल यता आउ त या हल्लाको नि किन हौ यस्तै चल्दैछ काले आयो त सुवर्णा र बिनोय इतना चुम्ने लगा हो सबको हैन तर मान्छे नै थोर आउँदो रहेछ है तर जहिले जहिले त आउँदैन कुनै दिन आउँछन् होला न है यो हो हाम्रो याम्फू पागल हामी साथी हो खै के 4 वर्ष खै के भए पनि अरे गीत पनि 4 वर्ष 5 वर्ष 4 हैन फाइनली गाइस अब चाहिँ हामी अब जान आँटेको छु गाइस है के बोल्या भाइ के बोल्या के खेलेको ए के देखिँदैन मलाई फोन त ब्याटनेस बढाउनु क्यामेराम्यान चाहिँ असिम यहाँ अर्को भ्लगर एउटा चाहिँ केटी जिस्काउने लास्टै बोको हो यसको छेउमा चाहिँ नपर होइन कहाँ मेरो छेउमा पर्दैन सोझो मान्छे छोजो होला हक्दै बस्नु भएको कति वर्ष भयो तपाईँ यहाँ कहीँ पानी छैन टाउको ए गोपालले चाहिँ तातो पानी माले न ए टाउको त धुन्छु अनि त्यो मैले भनेर याद छैन त भनेर सो गाइस होइन अब चाहिँ अब जाने सल्लाह हुँदैछ एकबारको जिनियो असिमले पनि अब जाउँ भनिसकेको छ होइन अब सबले जाउँ भनेपछि म चाहिँ नजाउँ भन्दिनँ अरे म पनि भन्दिनँ त्यो त अर्कै छ मेला जानु छ भने न म त मेला जान्न मम्मी जाने अरे केटा मेला हानेको नि ओ कस्तो हिँड्छ भने यी यस्तै कुकुरहरू हिँड्छ हेलो भरे मेलामा देखौँ न तिमीले पखाउन लु देख्यो भने नि कस्तो म सुवतेकै स्टाइलले भनिदिन्छु ल तिमीले मलाई देख्यो भने म तिमीलाई 10 बक्सिङ हान्छु मलाई देखेन भने म तिमीलाई 10 बक्सिङ हान्छु किनभने म लुक्छु ल ताली बजा सायरी भनेको ताली बजा देउडा सायरी कस्तो हुन्छ थाहा छ उहाँ छ घाम उहाँ छ घाम किनभने चरा यस्तो वा वा यस्तो यस्तो तिमीले हाँस गाई अब यहाँ अब हामी चाहिँ अब माथि डाँडादेखि फर्किसक्यौँ है फर्किँदैछौँ हाम्रो केटा अब यहाँ हाम्रो नाम लेख्नु पर्ने अरे गाई सबको नाम मात्र नम्बर दिँदै लेखे पनि हुन्छ नेपालीमा लेख्ने केटा इङ्ग्लिसमा लेख्नु इङ्ग्लिसमा लेख्नु इङ्ग्लिस नेपालीमा नेपाली जानिँदैन
साह्रै गाह्रो छ यसले पनि नेपाली हो त्यही भएर धेरै पढ भने क्या तँलाई हेर हुन त यो इन्डियाबाट भागेर आएको थिएँ हेर्न अनि कपाललाई पनि त्यस्तै किन प्लास्टिक भन्दै हिँड्दै थियो मैले टिकहरू ल्याएको यसलाई यतिको बेजा चाहिँ हान्नु पऱ्यो गाइस तँलाई पनि भाइरल गरिदिन्छ यता हेर हाई घरमा हाई भन् त फुच्चे तँ पनि भाइरल हुन्छस् भाइ मसँग यस्तो छैन ओइ सुजन अघि त पेन्ट अलिक माथि थियो जस्तो लाग्यो खाजा पसेपछि अलिक चाँडै भयो नि त अहिले त बेल त उदो देख्छु त अब चाकको टुप्पोमा घर पुगेपछि त अब कटोरै खोलिन्छ घर पुगेपछि सो गाइस अब चाहिँ हामी गुफा हेर्न ठुल्ठुलो गुफा हेर्न जाँदैछौँ है हामी 4 भाइ गुफा हेर्न जाँदैछौँ है सो गाइस अब हामी धेरै घाम हेऱ्यो होइन यत्रो चर्को घाम अहिले आएर घाम एकदम चर्को लागिरहेछ हामीलाई तर अब दुलो हेर्न गइरहेछौँ ए गुफा हेर्न गइरहेछौँ नाबर भाइ ने मेरा गुफा का चोट दिया भन्ने छ नि त्यो एकादश महिनाको बा ठुलो भाले थियो होइन त्यसको दुइटा अनि त्यो आलु तिमीले बेचेर सुजनको गफ खतरा हुँदैछ गाइस आइफोनभन्दा कम छैन नि केटा चार्जै नथाम्दो रहेछ त भित्र त्यो आइफोन हटस्पट खोलिन मैले त्यो एकछिन त एकछिन मात्र हटस्पट खोलेँ मैले हटस्पट दिँदा त भाइ चार्ज त एकछिन पनि थाम्दैन क्या मेरो थाम छ नि त्यत्रो हटस्पट खोलेँ मैले अनि चल्नु नि पर्यो नि फेरि कस्तै मुजी बिनाएर मैले गेम खेलेन हटस्पट मात्र खोल्यो र नचलाइकन बस्यो भने पनि सकिन्छ हटस्पट खोले हैन अब हामी सुजनले चाहिँ हामीलाई अब गुफातर्फ लाँदैछ गाइस अनि दुलो अब दुलोमा पुगेपछि मात्र हुलो हुन्छ है हाम्रो हामी फाइनली गुफातर्फ आइसक्यौँ गाइस यो ठाउँको नाम के हो रे सुजन खन्द्रङ गुफा रे मैं चाको मतलब टुप्पोमा हार्दिक स्वागत गर्दछौँ खन्द्रुङ गुफा प्रदेश द्वारो के द्वारो ढुङ्गा चट्टान छ गाइस हिजो अस्तिको पानीले यो चाहिँ केही गरेन यहाँ हेर्नु सक्नुहुनेछ यहाँ खन्द्रुङ छ हिजो अस्तिको पानीले हो मान्छेले पानी घट्टा हो र स्याबास यस्तो पनि हुँदो रहेछ गाइस हामी घाम हेर्नु गएको अरे गुफाको खोज्दै दिन जाला जस्तो छ गाइस चट्टान छ त गाइस त्यो डुले भयो जम्मा ओखो हो दुलो जाने बाटो हो यो चाहिँ हामी दुलो हेर्न गइसकेका छौँ त्यता हो गुफा गुफा अनि बहुत सानो छ त दुलो त हो ए मन्दिर कतिको लामो छ है केटाहरू त छिरी गयो त नि रुको गाइस मन ब्याग राख्नुपर्ने हुन्छ गाइस कपडा राख्नुपर्ने हुन्छ गाइस गाइस मन लाइट बालेर अब भित्रै बस्दैछ ओ मसाला ओ आरामले छिरिँदो रहेछ दाइज त है माक्री हेर्नु सक्नुहुन्छ यहाँ चट्टानै ए ओ गलियो त अनि केटा हो
त्यहाँ सुबाना एकजना चढ्दै ए यहाँ लाइट पनि रहेछ उ त्यहाँ लाइट छ यहाँ बत्ती बल्छ लाइट अरे कहाँ घुस्रे ओइ बाटे ताउ नि त ला हो ढुङ्गा झरेर हामी किच्ची मर्नु अरे नाबोल न तिमी किन यस्तो नाबोल न अलिकति कोट्याएर चाहिँ ठुलो ए माछाला तर्छ भने चमेरा हो माछाला चमेरा है गाइस किन अनुहार चाहिँ गए कोतार्छ नि असिमको धेरै होइन ढाडा छिरे त बन्द छ गाइस भ्लगरको भ्लग फलो मी यो डुलो चाहिँ बाँध्नु चाहिँ नबाँध है केटा हो केटा हो यो डुलो चाहिँ कहाँसम्म जान्छ बाहिर निस्किन्छ त्यो हो कि ए माछालाई थोरै छैन त माछा माछाला अनि म चाहिँ कसरी पस्नु पाउँदैन किन म त छिर्छु होला उयो माझिङ माकुरा म चाहिँ छिर्छु केटा हो छिर्छस् बाहिर चाहिँ निस्कौँ न है उताबाट निस्कन यहाँबाट सकिँदैन यहाँबाट ऊ असिम निस्किसक्यो म अलिक जो मोटो छु नेपाली बस्ने यहाँ छोरा तर नि पसिहरू पनि निस्किन्छ ए माछाला माछाले ओ अड्के ठेल्नु कि तान्ने तँलाई अब ए यता आउने रे लु 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 हुँदैन पर्ने अवस्था भइरहेको निस्कौँ उतै निस्कौँ डर्किने रहेछ भनेको त नि गोपालीको पेन्ट राम्रो सफा भइसकेको थियो नाक बढी छ त के भन्छ त्यति भनेको बाँध्नु चाहिँ नबाँध्दै केटा हो कस्तो गर्मी भने नि यहाँभित्र बसेपछि त मान्छेलाई गाह्रो भयो गाह्रो बाल्ला टल्किएको फाइनली गाइस निस्क्यौँ हामी असिम गरा जो कहाँ छ ल फेरि माथि निस्किने पनि बाटो छ तलतिर ब्याग छ ल ठिकै छ तलतिर निस्क्यो सुजन डक्सले अब हामीलाई कता लगाऊ यहाँदेखि उता नि कोट्याएर ठुलो ओ यहाँ माथि नि ओ गुफा छ ओ यहाँ गयो गुफा छ गाइस तर कतिको लामो छ हौ यो लामो रहेछ त बत्तीको लागि आउँछ ओए केटा म त बाहिर निस्के आया आए माछाला म त बाहिर निस्केर अर्कै ठाउँदेखि ओए गोपाल बाहिर निस्के माछाला आमा ओए चट्टानमा यो चट्टानमा लोमा फाइनली गाइस हामी निस्केको छौँ यहाँ भित्र थियौँ यार हामी खतरनाक होइन हामी मान्छे ओ यता नि गुफा छ जस्तो छ त यहाँ चाहिँ यहाँ भित्र त आगो बाल्दै बस्दो रहेछ नि त नि ए यति मात्रै रहेछ यहाँ त ए भाइ दिपकै केटी सिक्ने ठाउँ यो नबोल न के छैन खाल्डो छ यता रहेछ नि त यता नि छ जस्तो यहाँ त सालक मात्र घुस्रिन्छ क्या हामी चाहिँ घुस्रिन सकिँदैन सानो छ हो खतरा हो भित्र जाँच गर्नु गएको होला क्या
ले भाइ दिपक के ए भाइ दिपक जरी भेटाउँछ के हो के छ केटा हो ले भाइ दिपक के बसेर पनि निस्किन सक्ने ओ गुफा के लेखेर के लेखेर यो गुफा हो बाहिर बस्दिनु ग यहाँ तल रहेछ ग छोड्नु मन कुरो एक कुरो लगाइदिएको रहेछ के हो सुबानाको तर्फबाट कुरो उम्रेको कि लगाएको त्यहाँ यहाँ छिरेर नि कहाँ निस्किन्छ र यहाँ त पछाडि निस्किने रहेछ ओइ तावनी रहेछ केटा गुफा ओ किचे पल्लोबाट नि पुग्छ होला केटा किचेर मजिदियो यिनीहरू यतापट्टिबाट छिरे ए केही बोल्नु जान्दैन इसिया छ यताबाट निस्किन्छ गाई अब यो अ दुलो ठुलो रहेछ अबुई तान तान चाहिँ तान आयो टाउको दुख्यो यता तान्ने क्रममा यता भिडियो नै बनाउनु बिर्सिहाल्दो रहेछ कतानिर खिच्दो रहेछ त्यही यसले त झन्डै मार्यो यार आए टाउको गाई अब तल हेर्नु जानुपर्छ कता कता के हो त्यो रातो के हो माकरी झार पनि रातो छ पर्पल कलरको छ त पर्पल पनि होइन त्यो पिङ्क पिङ्क कलरको हामीले अघि यहाँबाट देखिन्छ क्या ए अरे यहाँबाट पनि देखिन्छ कि एउटा ढुङ्गामा हो मान्छेको उ छ क्या केटाकेटी हो स्वर्ग हेर्ने गाई स्वर्ग टेढेडे टे यहाँदेखि देखिन्छ क्या केटा अघि हामी छिरेको दिपक यहाँ माथितिर नि जाने बाटो बनाइदिनु भने क्या दिस इज द भ्यू अफ गुफा मुटु छुने लुम्लेको अब हाम्रो ब्याग ऊ त तल छ कहाँ यत्रो माथिको यत्रो ठुलो ढुङ्गा मुनि थियो हामी अघि ओखो सर्यो भने असिनै ढुङ्गा अलिकति सर्यो भने सक्छ उयो हो जुत्ता खोल्छु लास्ट पोल्यो खुट्टा यो ढुङ्गा त दर फुटाउनु खोजे जस्तो छ त है उयो ढुङ्गा झऱ्यो भने चाहिँ उयो चाक कुचुक हुन्छ गल्यो केटा हो पोलेर मासला ओख स्वर्ग हेर्ने स्वर्ग स्वर्ग यहाँदेखि तल देखाइदिनु न स्वर्ग हामी चाहिँ अहिले ढुङ्गाको टपमा बसिरहेको छौँ गाइस हिमाल उच्च ढुङ्गामा हामी उभिरहेको छौँ खतरनाक पाराले कत्रो ढुङ्गा है केटाहरू त यहाँ उँधो हराइसकेका छन् गाइस यहाँदेखि उँधो हेर्नुभयो भने आमा खुट्टा काम छ कि क्या मेरो के हो अरे स्वर्ग हेर्ने स्वर्ग भन्ने चाहिँ यो ठाउँलाई भन्छ क्या स्वर्ग यिनीहरू त यत्रो देखिरहेछ हामी बहुत ऊपर आएछौँ गाइस भिटेन पायो कि क्या हो अनि तिमीहरू पनि देखाएको छैन केटा हो मलाई त्यो पारीको घाम हेर्ने ठाउँ भन्दा यो ठाउँ सही लाग्यो यार यो हो नि त मलाई आउनु पर्ने ठाउँ भने हो कि होइन लड्यो भने मात्र ढुङ्गे धारामा हुन्छ ढुङ्गे धारामा होइन ढुङ्गे च्यानमा हुन्छ एकछिन फोन झर्यो नि माया मार्दा हुन्छ भने यहाँबाट माया मार्दै हुन्छ अनि यो बाँसको टपमा हामी आइसकेको छौँ गाइस अनि अर्को हाम्रो डेस्टिनेसन
कहाँ हो पल्लो ढुङ्गामा जानु हामी अब त्यो ढुङ्गामा चढ्ने प्रयास गर्छौँ गाइज अहिले यो ढुङ्गामा छौँ अब हुन्छ के गाइज मा यत्रो भिडमा अन्त के चढ्नु जस्तो नि अरे नडर के म आउँदा आउँदै लड्यो भने म कसो पक्रिहाल्छु कि कमसेकम मेरो एउटा भिडियो त भाइरलमा जाओस् न गाइज अब अर्को ढुङ्गा कहाँ छ कहाँदेखि जानु तर त्यहाँ सुजन अस्ति 40 सहित छ गाइज हामी जतिको चकचकी कोही छैन गाइज भिडियो आजको बहुत लामो हुने भयो यार कौन है वो कहाँ से वो आया भयो चढिसकेको छ अब गीत छैन म एक हातले नै पक्रेर चढिहाल्छ नि मलाई ए झन्डो झन्डै चिप्लो स्यारी है स्यारी है हामी यो ढुङ्गामा थियौँ गाइज अहिले हामी यो ढुङ्गामा छौँ है फोटो खिच्या म के भनौँ दादा साला पहाड सुतिरहनु भएको छ यहाँनिर गाइज सर्पले घाम तापिरहेको तर बहुत सानो देखिरहेछन् केटाहरू योभन्दा उयो अग्लो जस्तो लाग्यो त्यही हो अल्गो क्या सबभन्दा कत्रो है कहाँ त्यो नक्साहरू पनि छ अरे त बनिएको मैले ओखो चिज भेटाइसकेको छु गाइज अब त्यही बजाउनु गइरहेको छु यो बजाउनु त्यही सर्दैन यत्रो ठुलो रहेछ अनि पछाडिपट्टि गाइज हामी हप्पा हप्पा मेमेक्री देब्रे हातको पावर मैले ओखो चिज भेटा नि केटा हो ए मसला थोरै दर कोतारेन हौ कालो छाला सेतो हुने गरी कोतारे साला सालाकै हुने गरी गाइज मैले ओखो चिज भेटाएँ मैले अहिले डुल्दा डुल्दा मैले बल्ल बल्ल भेटाएको चिज हो गाइज अरे गाइज मैले ओखो चिज भेटाइसकेको छु ओखो चिज भेटाइसकेको छु गाइज मैले घन्टी बज्यो रे ओखो चिज भइसकेको छ गाइज कराउँदो रहेछ कसले फुटाउनु खोज्या रहेछ क्या माक्री यो फुटाउनु खोज्या नि त्यो त्यस्तै हो सुन सुत हो यतिको मजाको घाम ताप्दै सुत्नु पाए त सब सुतिरहेछ नि त म मात्र हो हेलो गाइज सो अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ है अब चाहिँ हाम्रो भिडियो यहीँ इन्ड गर्नुपर्ने हुन्छ के आजको लागि भिडियो यति नै आज एकदम के भन्नु छ हाम्रो भिडियो त बहुत लामो भने केटा हो अब हाम्रो भिडियो यहाँनिर इन्डो छ है सबजनाले लाइक सब्सक्राइब कमेन्ट हानिदिनु पऱ्यो के कसो त्यसै हो